हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज हामी हेर्नेछौँ इफ विसेस कुड किलको फाइनल एपिसोड। द्याट मिन्स एपिसोड 5 देखि एपिसोड 8 सम्म। सो हजुरहरूले एपिसोड 1 देखि 4 सम्मको भिडियोहरू हेर्नुभएको छैन भने डिस्क्रिप्सन बक्समा भएको लिङ्कबाट हेर्न सक्नुहुन्छ। अहिलेसम्मको स्टोरीले हामीलाई धेरै प्रश्नहरू दिएको छ, तर आज ती सबैको उत्तर पाउने समय आएको छ। त्यसैले इन्डसम्म बस्नुहोस्, किनकि आज सबै कुरा क्लियर हुनेछ। 5th एपिसोडको स्टार्ट नारीले विस मागेको फ्ल्यासब्याकबाट हुन्छ। हामीलाई थाहा हुन्छ नारीलाई सुरुबाट नै सबै कुरा थाहा थियो। नारीले त्यति बेला ह्योङ्गुक र आफ्नो कजन ब्रदरको डेथको विस मागेको थिए। नारीको कजनहरूलाई सियोन र ह्योरुङको बारेमा पहिलेदेखि थाहा हुन्छ र उसको कजनले नारी नर्मल हुँदा सियोन जस्तो देखिने कुरा भन्छ। नारीको कजन सिस्टरलाई यो एपमा हल्का भए पनि विश्वास हुन्छ, त्यसैले उसले नारीलाई धेरै रोक्न ट्राई गर्छ, तर पनि नारीले विस माग्छे अनि ऊ घर जान्छे। अर्को दिन नारीले स्कुलमा ह्योङ्गुकलाई मरेको देख्छे अनि उसले थाहा पाउँछ कि यो एप साँच्चै नै रियल हो। उसको फोनमा विस पुरा भएको नोटिफिकेसन पनि आउँछ अनि 24 आवर्सको टाइमर पनि स्टार्ट हुन्छ। नारीले आफ्नो कजन ब्रदर पनि अब नरहेको न्युज पाउँछे अनि ऊ वासरुममा गएर धेरै रुन्छे। नारीले बाहिरबाट कसैले कुरा काटेको सुन्छे अनि बाहिर आएर हेर्दा कोही पनि हुँदैन। नारी यसपछि धेरै रिसमा आफ्नो कजन सिस्टरसँग जान्छे अनि उसको गाडीको फ्रन्ट मिरर पनि भाँचिदिन्छे अनि आफ्नो सिस्टरलाई भन्छे, तिमीले त्यो दिन मलाई रोकेको भए आज कोही पनि मर्थेनन्। मैले त नसाको तालमा जे पनि बोले, तर तिमीले त सम्झाउन सक्थ्यौ। नारीको सिस्टरले उसलाई त्यति बेला त्यो एपमाथि पुरा विश्वास नभएको भन्छे। नारीको कजन सिस्टरले यो एप उसकै स्कुलको स्टुडेन्ट सेयोनले बनाएको कुरा भन्छे। भनिन्छ सेयोनले नै यो कोर्स स्टार्ट गरेको हो। सेयोन धेरै पावरफुल समनको छोरी थिए। उसले नारीलाई त्यो एपको बारेमा थाहा पाउनको लागि सेयोनतिर जाऊ, हेर्योङतिर होइन भन्छे। फेरि फ्ल्यासब्याकमा हामीले सबैजना सियाको घरमा आएको देख्छौँ अनि जति बेला ग्योनु पोजेस भएको थियो त्यति बेला नारीले पनि त्यो स्पिरिटलाई देखिरहेकी थिए। नारीले त्यति बेला त्यही स्पिरिटलाई नै रेकर्ड गर्न लागेकी थिए। फेरि हस्पिटलको सिन आउँछ। त्यहाँ नारी हुन्छे अनि उसले सियाले विस मागेको पेपर देख्छे। यति बेला नारीको काउन्टडाउन पनि रोकिएको हुन्छ। हामीले थाहा पाउँछौँ कि एउटा मान्छेले विस मागेपछि जुन काउन्टडाउन स्टार्ट हुन्छ त्यति बेला अर्को मान्छेले विस माग्यो भने सुरुमा विस माग्ने मान्छेको काउन्टडाउन बन्द हुन्छ। अनि नारीले हाजुनलाई कल गर्छे, तर हाजुनले कल उठाउँदैनन्। नारीले हाजुनलाई टेक्स्ट गर्छे काउन्टडाउनलाई रोक्ने सोलुसन पाइसके भनेर। त्यति बेला सियाले ग्योनुलाई गरेको मेसेज नारीले देख्छे, जसमा पनि काउन्टडाउनलाई रोक्ने सोलुसन भेटेको कुरा सियाले भनेको हुन्छ, तर यो सियाले मेसेज गरेको हुँदैन। यो त स्पिरिटको ट्रिक हुन्छ। नारीले चाहिँ नराम्रो मान्छे अनि सियाको लागि अझै धेरै मनमा हेट राख्छे अनि नारी सियाको घरमा त्यो सोलुसन खोज्न जान्छे अनि त्यही सुत्छे। अर्को दिन ग्योनु त्यहाँ आउँछ र नारीलाई उसले देखेको त्यो केटीले उनीहरूकै स्कुलको ड्रेस लगाएको कुरा भन्छ। नारीले चाहिँ आफूले केही पनि थाहा नपाएको एक्टिङ गर्छे। ग्योनुले राति स्कुल गएर फाइल्स चेक गरौँ भन्छ अनि नारीले पनि मान्छे। ग्योनु आफ्नो फोनलाई ट्र्याक गर्नको लागि सर्भिस सेन्टर जान्छ अनि थाहा पाउँछ कि उसको फोनको लास्ट लोकेसन उसको बिल्डिङमै थियो। यता त्यो स्पिरिटले नारीलाई सिया बनेर अझै धेरै भड्काइरहेको थिए। अब सिन प्रेजेन्टमा आउँछ। ग्योनु र नारी पनि त्यो राति स्कुलभित्र पस्छन्। ग्योनुले नारीलाई त्यति बेला आफू र सियाले डेट गरिरहेको कुरा भन्छ। यो सुनेर नारी अझै सियामाथि रिसाउँछे। उनीहरूले रेकर्ड रुमभित्र एउटा केटीले घाँटी काटेर मरेको वाला फाइल भेटाउँछन्। त्यो केटीको नाम सियोन थियो। अहिलेसम्म यो सब गर्ने सियोनकै स्पिरिट रहेछ भन्ने कुरा थाहा हुन्छ। सियोनको स्पिरिटले नारीलाई पोजेस गर्छ। नारीको आँखामा रातो धागो देखिन्छ। उता बोङ्युलले स्पिरिटको प्रेजेन्सले गर्दाखेरि कम्पासमा मुभमेन्ट भइरहेको देख्छ अनि ऊ बाहिर स्पिरिटलाई खोज्न निस्किन्छ। ग्योनुले ढोका खोलेर भाग्न लाग्छ, तर ढोका बाहिर सियोनको स्पिरिट हुन्छ।
सियोनले ग्योनुलाई मार्नै लागेको हुन्छ। त्यहाँ बोङयो लाएर ग्योनुलाई बचाउँछ। स्पिरिटले बोङयोलको एउटा आँखालाई इन्जोय गराइदिन्छ। उता हाजुन र सियाले कोचको सर्भरमा सबै भिडियोहरू डाउनलोड गर्छन्। यति बेला बोङयोलले सियोनको स्पिरिटलाई खै कसरी देख्न सकिरहेको थियो अनि 5th एपिसोड यहीँ सकिन्छ। अब हामीले 6th एपिसोडमा सियोन र हेरिङको पास्टबाट स्टार्ट गरेको देख्छौँ। यति बेला हेरिङ आफ्नो बेस्ट फ्रेन्ड सियोनको मम्मीलाई भेट्न आएको थिए। हेरिङको आँखा पुरै रातो भइरहेको थियो। सियोनको मम्मीले हेरिङको आँखालाई एउटा रिचुअल गरेर एकैछिनमा ठिक गराइदिन्छन् अनि हेरिङ आफ्नो हाइड आउट जुन एउटा धागोको फ्याक्ट्रीमा हुन्छ त्यहाँ जान्छ। त्यहाँ सियोन पनि हुन्छ। सियोनलाई आफ्नो मम्मी समन भएको हुँदा अति धेरै रिस उठ्छ। उसको मम्मीलाई गाउँभरि कसैले पनि रुचाउँदैन। सियोनलाई रेड कलर एकदमै धेरै मनपर्छ र हारिङलाई चाहिँ ब्लू कलर मनपर्छ। यो हाइड आउटको सबै ठाउँमा सियोन र हारिङको फोटोहरू मात्र थियो। यहाँबाट थाहा हुन्छ कि उनीहरू धेरै राम्रो फ्रेन्ड्स थिए। सियोनले हारिङ आफ्नो मम्मीसँग भेटेको कुरा थाहा पाउँछ अनि धेरै रिसाउँछ। हारिङले अब जाँदैन भनेर सरी भन्छ। हारिङलाई सियोनको साथी जिन्ते मनपर्छ, त्यसैले उसले सियोनसँग कोडिङ क्लब जोइन गर्ने कुरा गरिरहन्छ। त्यो क्लबभित्र जिन्ते पनि हुन्छ। तर सियोनले त्यो गर्न मान्दैन किनकि पुरै स्कुललाई हारिङको मम्मी समन हो जस्तो लागिरहेको हुन्छ, जसले गर्दा सियोनको आइडेन्टिटी रिभिल भएको हुँदैन। स्कुलभित्र इन्ट्री गर्ने बित्तिकै सियोनले हारिङसँग स्ट्रेन्जर जस्तो बिहेभ गर्थे। यता हामीले सियोनको मम्मीलाई त्यो बुढी आमाको पसलबाट सामान किनेको देख्छौँ, जहाँ बोङयोलहरू पनि आएका थिए। हारिङ पनि त्यहाँ आएको हुन्छ अनि उसले सियोनको मम्मीलाई देखेर लुक्छ। सियोनको मम्मीबाट हारिङ लुक्न सक्दैन अनि ऊ बाहिर आउँछ। सियोनको मम्मीले हारिङलाई आफ्नो घर बोलाउनुहुन्छ तर हारिङले आउन मान्दैन। सियोनको मम्मीले भुइँमा लडेको एक्टिङ गर्छिन् र हारिङले नचाहँदै पनि सियोनको मम्मीलाई घरमा पुर्याउन जानुपर्छ। उता सियोन 1-2 हप्तामा हुन लागेको एप कम्पिटिसनको लागि प्रोजेक्ट खोजिरहेकी हुन्छ। त्यहाँ उसको साथीहरूले हारिङ समनको छोरी भएको कुरा गर्छन् अनि यो कुराले सियोनलाई एकदमै इम्बारेस्ड फिल हुन्छ। उनीहरूले समनिजमको थिममा आफ्नो एप बनाउने डिसाइड गर्छन्। एपको थिम सुनेर सबैजना खुसी हुन्छन् तर सियोन भने खुसी हुँदैन। उता हारिङ सियोनको मम्मीसँग हुन्छ, जहाँ उसलाई सियोनको मम्मीले आफूले रिचुअल गर्ने ठाउँमा लग्छिन्। हारिङले त्यहाँ उडुरल मन पराउँछ अनि सियोनको मम्मीले उसलाई 2वटा उडुरल दिन्छन् अनि त्यसलाई युज गर्ने तरिका पनि सिकाउँछिन्, जसमा त्यो डललाई सिल्कको सेतो धागोले बाँधेर त्यसमा ह्युमन फेस बनाउनु पर्छ अनि आफ्नो ब्लड त्यो धागोमा रातो हुने बेलासम्म हाल्यो भने आफूले चाहेको मान्छेलाई कन्ट्रोल गर्न सकिन्छ। उनीहरू त्यहाँ कुरा गरिरहेको बेला सियोन आइपुग्छ। उसले त्यहाँ हारिङलाई देखेर रिसाउँछ अनि त्यहाँबाट जान लाग्छ। हारिङले फेरि सियोनलाई सरी भन्छ। सियोनले हारिङलाई त्यति बेला एउटा कुरा भन्छ कि एउटा पेपरमा आफ्नो डेट अफ बर्थ लेखेर विस माग्यो भने त्यो विस पुरा हुन्छ अनि सियोनले एउटा पेपरमा आफ्नो मम्मी मर्ने विस माग्छ। त्यसपछि सियोनले हारिङलाई उसको मम्मीसँग कहिले नजाने भनेर भन्छ र विस मागेको भिडियो फोनमा रेकर्ड गर्छ अनि भन्छ उसको एप कम्प्लिट भयो भने फर्स्टमा हारिङको विस नै अपलोड गर्छ। अर्को दिन स्कुलमा हारिङले सियोनको एपको लागि डिजाइन बनाउँछ। स्कुल सकेपछि घर जाँदा हारिङ र सियोनले सियोनको मम्मीलाई पसलको आमासँग झगडा गरिरहेको देख्छन् अनि सियोन घर जान्छ र हारिङ चाहिँ हाइड आउटमा जान्छ। सियोनको मम्मी घर आएर हेर्दा त्यहाँ सियोनले रिचुअल गर्ने ठाउँमा तोडफोड गरेको थिए, जसले गर्दा डिभाइन इन्टिटीहरू एकदम रिसाएका हुन्छन्। सियोनको मम्मीले आफ्नो छोरीलाई बचाउनको लागि एउटा प्रोटेक्सन चार्म बनाउँछिन्। सियोनको आमाको कन्डिसन धेरै नराम्रो हुन्छ अनि उनले त्यो रिचुअल गर्ने ठाउँमा पनि आफ्नो ट्यालिस्मनले सिल गर्छिन्। इन्डाइरेक्टली उनले आफ्नै बलि चढाएकी हुन्छन्। यता सियोन रातभरि त्यो एपमा काम गरिरहेको हुन्छ अनि एप पनि कम्प्लिट गर्छ। अर्को दिन हारिङ सियोनको घरको बाटो हिँडिरहेकी हुन्छ। उसले त्यहाँ सियोनको मम्मीले सियोनको युनिफर्म भुइँमा गाडिरहेको देख्छ।
सिवनको मम्मीले हार्यङलाई एउटा ट्यालिस्मान समाउन लाएर आफूले आफ्नो हस्बेन्डलाई त बचाउन नसकेको तर छोरीलाई चाहिँ जसरी पनि बचाउँछु भन्छन्। उनले हार्यङलाई त्यो ट्यालिस्मान लुकाएर सिवनको ब्याग या जकेटमा राख्न लाउँछिन्। हार्यङले ब्रेकमा लुकेर त्यो ट्यालिस्मान सिवनको जकेटमा राख्न लाग्छ। त्यति बेला नै सिवन आफ्नो साथीहरूसँग त्यहाँ आउँछ अनि त्यो देख्छ। सिवनले सबैलाई देखाउनको लागि हार्यङलाई झापड पनि हान्छ अनि त्यहाँबाट जान्छ। सिवन एकदम सेल्फिस केटी हुन्छ। सिवन नै समनको छोरी हो कि भन्ने कुरा कोडिङ क्लबमा पनि फैलिन्छ। यो कुराले सिवनलाई हार्यङमाथि धेरै रिस उठ्छ अनि उसले कोडिङ क्लबको मेम्बर्सलाई आफू एक्लैले नै एपको क्रेडिट लिन्छु भनेर धम्की दिन्छ। यो धम्कीले गर्दा जिन्ते र उसको साथीहरूले हार्यङको भिडियो लिक गरिदिन्छन् जसमा उसले विश मागेको थिए। अब सिवनको भनाइमा लागेर जिन्तेले हार्यङको इन्सल्ट पनि गर्छ। जिन्तेले हार्यङमाथि हात पनि उठाउन स्टार्ट गर्छ। हार्यङले जिन्तेको नेम ट्याग आफूसँग राखेको हुन्छ। यो सब सिवनले आफू समनको छोरी होइन हार्यङ हो भनेर प्रुभ गर्नको लागि गरेको हुन्छ। यसपछि हार्यङले पनि बदला लिने प्लान बनाउँछ अनि उसले सिवनको कपाल र जिन्तेको नेम ट्याग उडुडलमाथि राखेर सिवनको आमाले भनेको जस्तै रिचुअल गर्छ। मान्छेलाई कन्ट्रोल गर्नको लागि स्याक्रिफाइसको निड हुन्छ। जति ठुलो स्याक्रिफाइस हुन्छ त्यति नै ठुलो कन्ट्रोल हुन्छ। त्यसैले गर्दा हार्यङले आफ्नो ज्यान लिएर स्याक्रिफाइस दिन्छ। यो सब उसले त्यो एपमा पनि रेकर्ड गरेको हुन्छ अनि आफ्नो घाँटी काट्छ जसलाई हामीले यो सिरिजको फर्स्ट सिनमा देखेको थियौँ। सिवन र जिन्तेले त्यो भिडियो डिलिट गर्न खोज्छन् किनकि यो भिडियो पुलिसले भेटायो भने उनीहरू जेलमा जान्छन्। सिवन सर्भर रुममा भिडियो डिलिट गर्न गएको हुन्छ। त्यहाँ हार्यङको भिडियो चारैतिर प्ले हुन्छ। यता जिन्ते घर फर्किँदै गरेको बेला सिवनको मम्मी बाटोमा लडेको देख्छ अनि त्यहाँ एउटा बोतल पनि हुन्छ अनि जिन्तेले त्यही बोतलले आफ्नो घाँटी काटेर मर्छ। उता सिवनले पनि झ्यालको सिसा निकालेर आफ्नो घाँटी काट्छ। हामीले देख्छौँ सिवनले पनि आफू मर्नु अगाडि एउटा विश मागेको हुन्छ। यो विश हामीलाई अहिले थाहा हुँदैन। उसको फोनमा विश पुरा भएको नोटिफिकेसन पनि आएको हुन्छ। हामीलाई थाहा हुन्छ हार्यङ यहाँ इभिल हुँदैन। उसले त एपको कर्समा फसेको मान्छेहरूलाई हेल्प गरिरहेको हुन्छ। सिवनको स्पिरिट चाहिँ असली इभिल हुन्छ। एपिसोड 6 यहीँमा सकिन्छ। अब एपिसोड 7 प्रेजेन्ट टाइमबाट स्टार्ट हुन्छ जहाँ बङ्युलले ग्यनुलाई त्यहाँबाट लिएर भाग्छ। उता पोजेस भएको नारीले आइरन रड उठाएर हाजुन र सियालाई अट्याक गर्न जान्छ। सिया र हाजुन भिडियो लिएर त्यहाँबाट निस्किन लागेका हुन्छन् तर बीचमा नारी भेटिन्छ अनि हाजुनको हात भाँचिदिन्छ अनि सियामाथि पनि अट्याक गर्छ। नारीलाई एउटा इन्भिजिबल शक्तिले कन्ट्रोल गरिरहेको हुन्छ। त्यहाँ ग्यनु र बङ्युल पनि आउँछन् अनि बङ्युलले देख्छ नारीलाई सियोनको इभिल स्पिरिटले कन्ट्रोल गरिरहेको हुन्छ। नारीलाई त्यहाँबाट स्पिरिटले तानेर आफूसँग लग्छ। यसपछि सिया, ग्यनु, हाजुन र बङ्युल हस्पिटल जान्छन्। सिया र ग्यनु चाहिँ कारमै बस्छन्। बङ्युल र हाजुन चाहिँ हस्पिटलभित्र जान्छन् अनि त्यहाँ दुवैजनाले आफ्नो ट्रिटमेन्ट गर्छन्। हस्पिटलमा बङ्युलले हाजुनलाई हायाङको पावर एकदम स्ट्रङ भएको र त्यसलाई सप्रेस गर्नको लागि उनीहरूले डिभाइन स्पिरिटहरूको हेल्प लिने गरेको कुरा भन्छन्। अब हामीलाई बङ्युलले स्पिरिट्सलाई देख्न सक्ने भएर हायाङ पनि अब घरबाट बाहिर निस्किन सक्छ होला भन्ने कुरा थाहा हुन्छ। अब हाजुन र बङ्युल सिया र ग्यनुसँग जान्छन् र उनीहरूले सर्भरबाट डाउनलोड गरेको भिडियोहरू हेर्छन्। उनीहरूले त्यहाँ हार्यङको भिडियो पनि हेर्छन् जसबाट यो कोर्स स्टार्ट भएको थियो। त्यो भिडियोबाट उनीहरूले GPS कोअर्डिनेट्स भेटाउँछन् अनि त्यो भिडियो रेकर्ड गरेको लोकेसनतिर जान्छन्। यता नारी फुल्ली सिवनको पोजिसनमा थिए। हामीले पास्टको फ्ल्यासब्याक देख्छौँ। सिवनले मर्नु अगाडि एउटा विश मागेको हुन्छ जसमा हार्यङले मागेको कर्स सधैँ रिपिट भइरहोस् भन्ने हुन्छ। यहाँ हामीलाई थाहा हुन्छ हार्यङले त जस्ट आफ्नो बदला लिनको लागि कर्स मागेको हुन्छ बट सिवनले यो कर्स सबैमाथि नै पुर्याएको थिए। अब हायाङले फोटोमा भएको सिवन र हार्यङको झ्याललाई खोज्न भन्छ। सिवनको स्पिरिटले तिनीहरूलाई त्यो हाइडआउटमा जानबाट रोकिरहेको थिए। सिवनले उनीहरूको कारलाई ट्रकले क्रास गर्न खोज्छ तर बङ्युलले टाइममै कारलाई घुमाउँछ अनि उनीहरू बाँच्छन्। सिवनको स्पिरिटले सियालाई अट्याक गर्न खोज्छ
तर त्यहाँ बीचमा बङ्युल आउँछ अनि फलामको टुक्रा बङ्युललाई लाग्छ अनि उसको धेरै रगत बग्छ। अब बङ्युल अगाडि बढ्न सक्दैन, त्यसैले उसले आफ्नो ड्यागर र कम्पास गेनु र सियालाई दिन्छ। फोन खोजेर सबै कुरा इन गर्न लाउँछ। सिया र गेनु त्यहाँबाट निस्किन्छन्। हाजुन चाहिँ बङ्युलसँगै बस्छ। बङ्युललाई हस्पिटल लगिन्छ। हाजुन चाहिँ धेरै इमोसनल हुन्छ किनकि यति बेलासम्म उनीहरूको राम्रो बोन्डिङ भइसकेको थियो। हाजुनले यो कुरा आफ्नो दिदी हायाङलाई भन्छ। यता सिया र गेनुले त्यो ठाउँ भेटाइसकेका थिए। त्यहाँ जानको लागि एउटा कमजोर पुल थियो अनि त्यो क्रस गर्दा पुल भाँचिन्छ। तर सियाले आफ्नो एथलेटिक स्किल्स युज गर्दै जम्प गरेर पुल क्रस गर्छ। अब सिया त्यो ठाउँमा पुग्छ जहाँ हारिङले भिडियो रेकर्ड गरेर विश मागेको थिए। त्यहाँ त्यो फोन पनि हुन्छ। सिया त्यो फोन लिन जाँदा एक्कासी नारीले अट्याक गर्छ। गेनु त्यहाँ आउँछ अनि नारीलाई ड्यागरले स्ट्याब गर्छ अनि सियालाई बचाउँछ। नारीलाई अब होस आउँछ अनि ऊ एकदम कमजोर भएको थिए। सिया नारीको नजिक जान्छ। त्यति बेला नै नारीले सियाको ब्रासलेट निकालिदिन्छ किनकि यति बेला पनि ऊ सियोनको कन्ट्रोलमा थिए। सियालाई अब सिजर्स आउन लाग्छ अनि नारी त्यहाँबाट हाँस्दै गायब हुन्छ। सियाको फोनमा हायाङको कल आउँछ तर उसले गेनुलाई रिसिभ नगर्ने भन्छ अनि यही सस्पेन्समा एपिसोड 7 सकिन्छ। अब सिरिजको फाइनल एपिसोड 8 स्टार्ट हुन्छ जहाँ गेनु कन्फ्युज भइरहेको हुन्छ। उसलाई हायाङले कलमा आफूसँग सियालाई लिएर आउन भन्छ। सियाले चाहिँ गेनुलाई कल कट गर्न भनिरहेको हुन्छ। नेक्स्ट सिनमा सियाको आँखा खुल्छ अनि ऊ स्कुलमा हुन्छ। उसले आफ्नो अगाडि गेनु, नारी र हाजुनलाई देख्छ। उनीहरूले सबै कुरा ठिक भइसकेको भन्छन् तर सियालाई चाहिँ विश्वास लाग्दैन। उनीहरूले सियालाई त्यो एप डिलिट भइसक्यो भनेर देखाउँछन् अनि मात्र विश्वास लाग्छ। सियाले सर्भर रुममा जाने बाटो बन्द भएको देख्छ अनि उसलाई फेरि शङ्का लाग्छ तर उसको साथीहरूले उसलाई कन्भिन्स गर्ने ट्राई गरिरहेका हुन्छन्। सियाले एकैछिनमा आफू त्यो कर्स दुनियाँमा भएको कुरा थाहा पाउँछ। हामीलाई थाहा हुन्छ एपिसोड 7 को इन्डमा सियाको फोनमा असली हायाङकै कल आएको हुन्छ अनि सेवनको स्पिरिटले चाहिँ सियालाई पोजेस गरेर कल काट्न लागेको थिए। गेनुले सियालाई हायाङसँग लगिरहेको हुन्छ। सियाको हातमा फोन हुन्छ र त्यो फोन हारिङकै हुन्छ। उसले बङ्युलको स्पिरिटबाट थाहा पाएको थियो कि सिया स्पिरिटबाट पोजेस छे। सियाको हातबाट त्यो ब्रासलेट छुट्ने बित्तिकै सेवनको स्पिरिटले उसलाई पोजेस गरेको थियो। उता कर्स दुनियाँभित्र सियालाई पोजेस भएको नारीले मार्न लागिरहेको थिए। गेनुले जसरी तसरी सियालाई हायाङसँग लगेर जान्छ। हायाङले छिटोभन्दा छिटो सियालाई डोरीले बाँध्छे अनि उसलाई फोनबाट टाढा राख्छ। त्यसपछि आफ्नो डिभाइन एरोले त्यो फोन फुटाल्छ। फोन फुटाल्दा पनि अझै कर्स सकेको थिएन। यसको मतलब त्यो स्पिरिट फोनसँग जोडेको थिएन र त्यो फोन असली मेहाङ थिएन। कर्स दुनियाँभित्र नारीले सियालाई मार्न लागिसकेको हुन्छ। त्यति बेला हायाङ त्यहाँ आएर सियालाई बचाउँछ। हायाङले नारीलाई आफ्नो एरोले अट्याक गर्छ अनि सेवनको स्पिरिट नारीबाट निक्लेर वालमा पिन हुन्छ। स्पिरिटले हायाङको मास्क निकालिदिन्छ जसले उसलाई स्पिरिटबाट लुक्नमा हेल्प गर्थ्यो। हामीलाई थाहा हुन्छ कि असली मेहाङ हारिङको नभएर सियोनको फोन हुन्छ। अब हामीले देख्छौँ वालमा पिन भएको सियोनको स्पिरिट बाहिर निस्किन्छ। कर्स दुनियाँभित्र हारिङको स्पिरिट आउँछ अनि सियालाई सर्भर रुमतिर पोइन्ट गरेर देखाउँछ। सियोनको फोन त्यही स्कुलको सर्भर रुमभित्र हुन्छ। अब हायाङले रियल वर्ल्डमा आउनु अगाडि सियालाई आफ्नो मास्क दिएर आउँछ जसले स्पिरिटबाट बचाउँछ। अब हायाङ रियल वर्ल्डमा आएर एउटा उडुडल बनाउँछ अनि हारिङको फोनसँग कनेक्ट गर्छ। त्यसपछि कर्स वर्ल्डमा हारिङलाई कन्ट्रोल गरेर सियोनलाई डिस्ट्र्याक्ट गर्छ। सिया यति बेला सर्भर रुम खोज्न जान्छ। हायाङले रियल वर्ल्डबाट सियालाई गाइड गर्छ। सियाले सर्भर रुम भेटाउँछ। रियल वर्ल्डबाट हायाङले हेल्प गरेको सियोनले थाहा पाउँछ अनि सियाको बडीबाट सियोनले नारीको हात बेस्सरी दबाउँछ जसले गर्दा हायाङको हातमा मार्क पनि बस्छ अनि स्पिरिट वर्ल्डमा पनि सियोनले फेरि नारीलाई कन्ट्रोल गरेर सियालाई अट्याक गर्छ। अब हायाङ पनि कर्स दुनियाँमा आउँछ अनि सियोनलाई आफ्नो एरोले अट्याक गर्छ। यो फाइटमा हायाङलाई धेरै चोट आउँछ अनि उता नारीले पनि सियालाई रडले स्ट्याब गर्छ अनि
ह्याङुक र अरूलाई सियोनको स्पिरिटले मारेको कुरामा पनि केही रिग्रेट नभएको भन्छे। यो सुनेर सियाले नारीलाई मुक्का हानी हानी मार्छे। यहाँ नारीको स्पिरिट मर्छ। अब सिया सर्भर रुमभित्र गएर सियोनको फोन खोज्छे अनि भेटाउँछे। त्यो फोनमा अझै पनि एप चलिरहेको हुन्छ। उता हार्युङको स्पिरिट आएर सियोनलाई डिस्ट्र्याक्ट गर्छे अनि हायाङले सियोनको पेटमा एरो स्ट्याब गर्छे। यति बेला उसको पेटमा पनि एरो लागेको हुन्छ अनि हायाङले आफूलाई उडुडल बनाएर रिचुअल गरेको कुरा पनि थाहा हुन्छ। त्यसैले उसले अब फुल्ली सियोनलाई कन्ट्रोल गर्छे। सियाले फोन ल्याएर हायाङ भएको ठाउँमा आउँछे अनि हायाङले एरो निकालेर त्यो फोनतिर सुट गर्छे। तर हायाङलाई धेरै चोट लाएर ऊ कमजोरी भएको थियो। त्यसैले त्यो एरो मिस हुन्छ अनि वालमा लाग्छ। यता सियोन हायाङको कन्ट्रोलबाट छुट्छे। त्यति बेला नै सियाले वालबाट एरो निकालेर फोनमा हान्छे। सियाले फोन फोडेपछि कर्स टुट्छ अनि सिया र हायाङ रियल वर्ल्डमा आउँछन्। त्यसपछि हामीले देख्छौँ व्हाइट स्नेक टावरबाट निस्केर हायाङलाई हिल गर्न आउँछ। अब सबै कुरा अहिले ठिक हुन्छ अनि सिन सिफ्ट हुन्छ। केही दिनपछि स्कुलमा ह्याङुक र नारीको आत्माको शान्तिको लागि प्रेयर राखिएको हुन्छ। त्यहाँ सिया दुखी हुन्छ। त्यसपछि सिया, गेनु र हाजुन फेरि हायाङको घरमा गएर ह्याङुकको आत्माको लागि प्रेयर गर्छन्। यति बेला हामीले देख्छौँ बोङयुल पनि जिउँदै थियो। गेनुले नारीको फोनमा गिरीको एप अझै देख्छ। सियाले त्यो एप ह्याङुक र नारीको सम्झनाको लागि राखेको भन्छे। यो एपले गर्दा नै तिनीहरू मरेको भएर सियाले अब त्यो एप डिलिट गर्छे। यता बोङयुलले आफू नर्गबाट फिर्ता आएको भन्छ अनि उसले हायाङलाई मायाले हेच्चाइ भनेर बोलाउँछ अनि आफूले अब स्पिरिट देख्न सक्ने कुरा पनि भन्छ। उसले ह्याङुकको प्रे गर्दा ह्याङुकको स्पिरिटलाई पनि देखेको थियो। बोङयुलले अब हायाङ पनि घरबाट बाहिर निस्किन सक्ने कुरा भन्छ किनकि अब उसले हायाङको पावर सप्रेस गर्न सक्थ्यो। यो भनेर उसले आफ्नो चस्मा निकाल्छ। उसको आँखा पुरै नर्गको आगो जस्तै डार्क रेड भएको थियो। उसको आँखा देखेर सबैजना सक हुन्छन्। यसपछि सिरिजको पोस्ट क्रेडिट सिन आउँछ जसमा हामीले ह्याङुकको साथी मिन्सुलाई देख्छौँ। मिन्सु स्कुलको पछाडिबाट सर्भर रुममा जान लागेको हुन्छ। उसलाई नारीको फोनबाट मेसेज आएको थियो। उसलाई 050201 युजर नेमबाट मेसेज आएको हुन्छ। उसले सर्भरको रुममा नारीको फोन भेटाउँछ अनि पासवर्ड त्यही युजर नेम राख्छ। अब नारीको फोन अनलक हुन्छ अनि मिन्सुले नारीको फोनमा गिरीको एप ओपन गर्छ अनि सिरिज यत्तिकैमा इन्ड हुन्छ। यो स्टोरीले हामीलाई एउटा गहिरो कुरा सिकाउँछ। हरेक इच्छा पुरा हुन जरुरी छैन किनकि कहिलेकाहीँ हामीले चाहेको कुरा पाउनु नै हाम्रो सबैभन्दा ठुलो गल्ती बन्न सक्छ। यदि तपाईहरूलाई यस्तो डार्क र मिनिङफुल स्टोरिज मनपर्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र कमेन्टमा भन्नुहोस् तपाईँले पाएको कुनै इच्छा पछि रिग्रेट भएको छ। अर्को यस्तै पावरफुल स्टोरी लिएर म छिट्टै आउनेछु। अहिलेलाई यति नै।